ल सोल्टीले भैँसी दिँदै हुनुहुन्छ एकदम अब एउटा थुनाबाट 2 लिटर आउँछ भनेपछि 4 थुनाबाट कति भयो 8 लिटर आउँछ ल भनेपछि ल है अर्ग्यानिक दुध चट्ट ओहो यो हो नि तरिका खास ल औ ल ल कि कोला मथिभा ल यो चाहिँ अब अर्ग्यानिक हाम्रो गाउँघरको अब यो कोला मथिभा भनेको के हो भनेदेखि मोही मथेको मोही पारेको तपाईँको यसबाट चाहिँ अब ओरिजिनल घिउ निस्किन्छ यो चाहिँ अब अहिले एकछिनमा चाहिँ अब घिउ निस्केको पनि देखाउँछु तपाईँहरूलाई है यो हाम्रो पुज्यो हो है पुज्योको हाम्रो घर है अर्ग्यानिक घर यस्तो घर चाहिँ फेरि अब खोज्छु भने पनि पाउँदैन अब गर्दा यसलाई चाहिँ यसलाई सेभ गरेर राख्नुपर्छ अझै यता हाम्रो गोलोले फेरि आलु चाहिँ बनाउँदै हुनुहुन्छ चटनी अहिले बनाउने फेरि त्यसको चुत्नी तोरो आयो से खनै म्योरे हो अब सब कोला कोला तोरो मावा मदानी आइसु मन्दानी मथि हो नि त नि यो भनेको चाहिँ पक्का पिलर या छु एकदम के ओहो सुन त अनि झन् एकदम अर्ग्यानिक हो क्या यो भनेको मोलै तँलाइमा फेरि तर पैको यो मिलाइमी त ल ल ल ठिकमा ठिकमा पनि है अनि अनि यो अन्त तरिका